सो वेलकम ब्याक। यस्तोसम्म गाडीमा कोही छैन। पाल्पा दरबार नि आइसकेको रहेछ। सो वेलकम ब्याक गाइज टु द न्यू भिडियो अफ बस एडभेन्चर नेपाल। आज म चाहिँ पाल्पा दर्शन एसी बसमा चाहिँ काठमाडौँ जाँदैछु, जुन चाहिँ 2x1 भिआइपी सोफा सिटर बस हो। बस चाहिँ अति नै राम्रो रहेछ, कम्फर्टेबल नि टु मच। हेरौँ कस्तो एक्सपिरियन्स रहन्छ आज। जर्नी होला चाहिँ क्याबिनबाट आउँदैन, यही झ्यालबाट चाहिँ हल्का फुल्का भिडियो बनाएर हाल्छु है त। बस चाहिँ 2x1 छ है, पुरा एकतिर सिङ्गल सिट बेल्टसँग बोतल होल्डर डबल छ त्यो पनि, अनि एक साइड चाहिँ 2x डबल सिट विथ पाल्पा दरबार नि आइसकेको रहेछ। श्रीनगरको रहेछ। आज चाहिँ 349 श्रेष्ठ टुर एन्ड ट्राभल्स आइसकेको छ है त। यस्तोसम्म गाडीमा कोही छैन, म मात्र आएर बसेछु। 6 बजी छुट्ने गाडी हो, 5:15 भइसक्यो, कोही छैन, पुरा खाली खाली छ। यो गाडीको इन्ट्रेस्टिङ कुरा चाहिँ के रहेछ भन्दाखेरि एउटा कप होल्डर यहाँ नि छ, अनि यहाँ नि छ। तिनवटा रहेछ है, दुईजनाको लागि तिनवटा। गाइस गाडी चाहिँ स्टार्ट भइसक्यो है। अब एसी पनि चलाइरहेको, राम्रै चिसो आइरहेछ। फाइनल्ली बस सर्कबाट हिँड्न लागि हो। सो गाइज है, पाल्पा दरबार सुपरसोनिक र रानी मल चाहिँ एकै ठाउँमा रहेछ। रानी मल चाहिँ भर्खर काठमाडौँबाट आएर बसमा साइड ल्याएर मान्छे झार्दैछ। गाइस तेल हाल्दै है त, गाडीमा तेल हाल्दै। यो लोकेसनमा अरू बेला कति धेरै गाडी हुन्थ्यो, आज त कुनै पनि रहेनछ है त। फाइनली गाइज बर्दुङ आइपुग्यो।
गाइस बुटोल आइपुग्यो है बुटोल। गाइस यति बेला चाहिँ रातिको 11 बजिरहेछ र गाडी चाहिँ खाना खान रोक्यो गैँडाकोटमा गुलमेली होटल एन्ड रेस्टुरेन्टमा। अब चाहिँ निन्द्रा लाग्यो, म चाहिँ सुतेँ है त गाइस। यो भ्लग चाहिँ आजलाई यहीँसम्म, धन्यवाद।